जेमेसी परमेश्वरलाई महिमा भएको होस्। बितेको भिडियोमा हामीले हेर्यौं कि कसरी परमेश्वरले याकुबलाई आफ्नो 12 सन्तानद्वारा आशिष दिनुभयो। आज हामी युसुफको बारेमा हेर्नेछौँ। हामी बाइबलको छोटो छोटो घटनाक्रमहरूलाई हेर्दै हामी उत्पत्तिदेखि लिएर हामी प्रकाशसम्मको यात्रा गर्नेछौँ। मलाई आशा छ त्यो यात्रामा हामी सबैजना सहभागी भएर यस यात्रामा हामी आनन्द बनाउनेछौँ र जे कुराहरू हामी सिक्नेछौँ र ती सबै कुराहरू आफ्नो जीवनमा लागू गर्ने हामी कोसिस गर्नेछौँ। आउनुहोस् आज हामी याकुबका उसको बुढेसकालमा भएको छोरा युसुफको बारेमा हामी कुराकानी गर्नेछौँ। युसुफ जब हामी हेर्छौँ भनेदेखि उनको वृत्तान्त एकदमै है, उनी आफ्ना दाइ भाइहरूबाट है हेपिएका व्यक्तिहरू थिए, आफ्नैबाट हेपिएका व्यक्ति हुन्। तर जब हामी परमेश्वरको नजरमा हेर्छौँ भनेदेखि तिनी उठाइएका व्यक्ति थिए है। जब हामी हेर्छौँ भनेदेखि याकुबको छोरा जुन युसुफ छन्, उन जो बुढेसकालमा भए उनलाई चाहिँ रङ बिरङ्गी कपडाहरू दिने गर्दाखेरि अलि बढी माया गर्ने बेलामा चाहिँ उनका दाजुभाइहरूले उनको मनमा चाहिँ अलिकति डाहा अनि फरक स्वभाव चाहिँ उत्पन्न हुने गर्दथे। त्यसरी नै युसुफका सपनाहरू जब उनले देख्ने गर्थे अनि युसुफको सपनाले जब उनले आफ्नो दाजुभाइ आफ्नो आमा बुवाहरूलाई भन्ने गर्दथे अनि कसरी चाहिँ त्यो सबै युसुफका अगाडि झुकेका कुराहरू उनले गर्दाखेरिमा दाजुभाइहरूले अझ रिस गर्ने गर्थे। त्यही रिसको क्रममा युसुफलाई चाहिँ है उसका दाजुभाइहरूले बेचिहाल्छन् अनि बेच्ने बेलामा उनलाई चाहिँ एउटा पोतिफरको घरमा लगिन्छ। त्यहाँ पनि उनलाई विभिन्न किसिमका दोषारोपण गरिन्छ। पोतिफरको श्रीमतीले उनलाई एउटा नराम्रो है नघटेको घटनाको आरोप चाहिँ युसुफमाथि लगाइन्छ। त्यति मात्रै नभएर युसुफ एउटा स्वप्नदर्शी जुन परमेश्वरबाट पाएको वरदानलाई उनले सही तरिकाले प्रयोग गर्दै जान्छन्। उनी धेरै कुराहरूको जीवनमा आउँछन्, नराम्रो घटनाहरू आउँछन्, आफ्नो दाइ भाइबाट हेपिएका हुन्छन्, आफ्नो दाइ भाइहरूबाट बेचिएका हुन्छन्। तर बेचिए तापनि उनले कहिले पनि कसैको विरुद्धमा नराम्रो काम गरेनन्, परमेश्वरको विरुद्धमा नराम्रो काम गरेनन्। तर जब आज हामी हेर्छौँ भनेदेखि जब उनले सबै कुराहरू, जब उनले वरदानको कुराहरू सही तरिकाले प्रयोग गरे, आज जब उनी पछिको समयमा चाहिँ प्रधानमन्त्री बन्न पुगे, यति मात्र नभएर प्रधानमन्त्री भएर पनि उनले आफ्ना घरानालाई याद गरेका छन् कि कसरी त्यहाँनिर अनिकाल भयो। अनिकालमा पनि आफ्नो परिवारलाई उनले सम्झे, उनले दाजुभाइहरूको गल्तीहरूलाई उनले माफी गरे। प्रिय कतिपय समयमा तपाईँको वरदानहरू हुन्छ, सेवा सङ्गतिमा तपाईँको गाउने वरदान होला, तपाईँको दिने वरदान होला, तपाईँलाई कसैले उत्साह दिने वरदान होला, तपाईँको शिक्षा दिने वरदान होला। त्यो शिक्षामा नरोकिनुहोस्, किनभने प्रभुलाई त्यो वरदान तपाईँको लागि एउटा उहाँको महिमा गर्नको लागि दिनुभएको छ, न कि तपाईँको आफ्नो स्वयंको खर्चको लागि दिनुभएको छ। उहाँको महिमाको लागि खर्च गर्नुहोस्, तब बल्ल परमेश्वरले तपाईँलाई माथि 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 उठाउँदै जानुहुन्छ। त्यस्तै जीवनमा, हाम्रो जीवनमा हामी आफ्नो परमेश्वरको काममा बढ्दै जानेको बेलामा धेरै अप्ठ्यारोपनाहरू, समस्याहरू तपाईँको आफ्नै परिवारबाट हुनसक्छ, तपाईँको आफ्नै दाजुभाइबाट हुनसक्छ। तर प्रिय परमेश्वरलाई कहिले नै छोड्नुहोस्। अनि जो परिवारले तपाईँलाई नराम्रो गरेको छ त्यो परिवारको लागि पनि तपाईँ कहिले कुभलो नसोच्नुहोस्, निरन्तर प्रार्थना गर्नुहोस्। आजको वचनमा हामी हेर्नेछौँ कि युसुफले चाहिँ कसरी आफ्नो परिवारको प्रति एउटा आशिषको कारण बनेका छन्, देशको लागि आशिषको कारण बनेको छन्। आज प्रिय, आज युसुफ मात्रै होइन, आज तपाईँलाई परमेश्वरले एउटा आशिष दिनुभएको छ है। आज परमेश्वरले पनि तपाईँलाई एउटा विशेष वरदान दिनुभएको छ। त्यो कारणले त्यो वरदानमा हिँड्दै गर्नुहोस्। जसरी युसुफले आफ्नो स्वप्नदर्शी वरदान कहिले छोडेन, त्यो स्वप्नदर्शी वरदानमा श्रेष्ठ चाहिँ परमेश्वरलाई तुल्याए। परमेश्वरले त्यो सपनाको अर्थ खोलिदिने वरदानहरू उनलाई दिनुभयो। आज प्रिय, आज यही तपाईँहरूलाई उत्साह दिन चाहन्छु कि आफ्नो वरदानमा अडिग रहनुहोस्। जाँच्नुहोस् तपाईँको वरदान के हो। हुनसक्छ तपाईँको वरदान मण्डलीमा दिने वरदान होला, हुनसक्छ तपाईँको मण्डलीमा कसैलाई उत्साह पार्ने, समाजमा उत्साह पार्ने होला, समाजमा गरिब दुखीहरूलाई दिने वरदानहरू होला। प्रिय, त्यो वरदानलाई प्रयोग गर्नुहोस् र परमेश्वरको महिमाका लागि त्यो प्रयोग गर्नुहोस्, आफ्नो महिमाका लागि होइन। युसुफले जहिले पनि स्वप्नको दर्शनको अर्थ खोले, ती सबैमा श्रेष्ठ परमेश्वरलाई तुल्याए। आज जब तपाईँ कुनै पनि काम गर्नु छ, राम्रो काम गर्नुहोस्, त्यसमा श्रेष्ठ परमेश्वरलाई तुल्याउनुहोस्, परमेश्वरको नामलाई उच्चमा राख्नुहोस्, आफ्नो नाम होइन। जब तपाईँ आफ्नो नामलाई उच्च राख्नुहुन्छ प्रिय, तब हाम्रो जीवनमा घमण्ड आउँछ र घमण्ड आइसकेपछि हामीलाई पतन हुन बेर लाग्दैन। त्यही भएर श्रेष्ठ बन्नुहोस्,
किनभने परमेश्वरले तपाईँलाई श्रेष्ठ तुल्याउनुहुन्छ। पतनको कारण नबन्नुहोस्, आफूलाई श्रेष्ठ नतुल्याउनुहोस् र परमेश्वरको अगाडि बढ्दै जानुहोस्। धन्यवाद। जय मसीह।